जन्मिँदै कलाकार जन्मेको हुँदो रहेछ होइन किनकि यो चाहिँ कसरी आमाले रोक्दा पनि नरोक्ने दाइभाइले गाली गर्दा नि नहुने टिचरहरूले होइन अब कति सब्जेक्टहरूमा अब भइरहेको हुन्छ त्यो कसरी हुन्छ स्टेजमा पुग्नै पऱ्यो मान्छेलाई अब दर्शकहरूलाई चाहिँ नि आफ्नो मनोरञ्जन दिनै पऱ्यो एउटा तालीले आफूलाई मन भरिने पुग्ने सर्टिफिकेटहरू त अब साथीहरूलाई लगेर लैजाउँ केही पनि फरक परेन खानाको मतलब हुँदैन जस्ट किचन नि त्यहाँ पुग्नु पऱ्यो होइन आफ्नो जहिले प्रस्तुति देखाउनु पाएँ एकदम निर्धक एकदम खुसी मैले केही गरेँ जस्तो कि अरूले वाउ भन्नु परेन कलाकार चाहिँ त्यो हुँदो रहेछ पार्टिसिपेसन ख्यालै भए पनि तपाईँको जुन गर्यो भित्रबाट भगवान्ले दिएको कुरा त्यो कसैको क्षमा छिप्न सक्दैन त्यही चाहिँ उहाँ त्यो हाम्रो जजहरूले चाहिँ नोटिस गर्नु भएको यो अब ठिकै छ अब भनेपछि सानै बाल्यकालदेखि नै तपाईँ कलाकारको क्षेत्रमा हुनुहुन्छ भने प्यासन पनि अब अरू कोहीलाई भगवान्ले सरस्वतीको रूपमा एउटा ज्ञान दिएको हुन्छ कसैसँग व्यापार गर्ने नौकरी हुनसक्छ कसैसँग प्लेन नहुने नौकरी होला कसैसँग प्यासन ड्राइभर होला कसैको डक्टरी रूपमा एउटा नलेज हुन्छ कसैसँग नृत्यको खुबी कसैसँग गायनको खुबी हर कोहीलाई केही न केही सिक दिएको हुन्छ भगवान्ले त्यो गट्यो भनिन्छ तपाईँसँग तपाईँ त भर्सेटाइल नृत्य पनि त्यत्तिकै राम्रो छ गायन पनि त्यतिकै राम्रो छ अनि पेसाको हिसाबले ब्युटिसियन पनि हुनुहुन्छ भनेपछि तपाईँ त भर्सेटाइल कलाकारको रूपमा हामीले चिन्न सक्छौँ अब आगामी दिनहरू तपाईँका राम्रोसित बितुन् र तपाईँले गर्न खोजेको